हेलो साथीहरू, सबैमा नमस्कार। स्वागत छ तपाईँहरूलाई यो मेरो सानो मिनी भ्लगमा। आज चाहिँ म थोरै किनमेलको लागि मार्केटतिर जान लागिरहेको छु। आज चाहिँ मेरो छुट्टी भएको कारणले गर्दाखेरि घरको सबै सामानहरू सिद्धहरू गरेर आज चाहिँ अब मार्केटतिर रात्रिको लागि जान खोजेको। आज त यता त निकै जाडो छ, तपाईँहरूभित्र कस्तो छ है? ओके, जाडो छ है, जाडो छ दादा। रोडतिर झर्दो रहेछ त हौ माथिबाट। परेकोले गर्दा जाडो पर्दैछ। तपाईँको कस्तो छ मौसमको अवस्था? कमेन्टमा मौसमको अवस्थाको जानकारी दिनु होला। मार्केटतिर निस्किरहेछु म चाहिँ आज पनि जाम भइसकेको छ, निकै गाह्रो छ। जाम भइरहेको हुन्छ बेलुकातिर चाहिँ गाडीको चापले गर्दाखेरि गाडीहरूको क्यु लागिरहेको छ। त्यही भएर बेलुका उठ्दै चाहिँ मार्केटतिर निस्किँदाखेरि यो बाटोमा एकदमै गाडीको लाइन लागिरहेको हुन्छ। त्यही भएर ढिलो पुगिन्छ मार्केट पनि। कोटेश्वरको भन्दा पनि बढी जाम हुन्छ बेलुकातिर। बेलुकातिर निस्किनै हुँदैन, गाडीको जाम प्रबल छ। ल है साथीहरू, अब हामीले किनमेल गरेर सुपर मार्केट चाहिँ हो बेलपु। हामी बसेको ठाउँबाट चाहिँ 20 मिनट जति लाग्छ गाडीमा। किनमेल गर्ने मार्केट यो पैसा तिर्न बेला भयो। ल आजको सामान चाहिँ यति मात्रै खरिद गऱ्यौँ। हल्का हिजो पनि खरिद गरिएको थियो। आज चाहिँ यो सामानदेखि यति मात्रै खरिद गरिएको छ। सामानको भाउ सुनेर पनि जस्तै गाह्रो हुन्छ। यो त लक्ष्य महँगो छ। जापानमा जे पनि यापन गर्नु गाह्रो हो महँगीले गर्दाखेरि। त्यही भएर चाहिँ स्यालेरी कम्ती, महँगी बढी छ। के भयो? पानी भर्ने होइन,
ल त गाइस आजको फिल्ममा चाहिँ सिद्धो होइन निकै रात परिसक्यो ल आजलाई चाहिँ बाई बाई भन्नुपर्छ होला यो नेक्स्ट टाइम नेक्स्ट भ्लगमा भेटौँ होला ल ओके बाई बाई यो नेक्स्ट टाइम ओके